नेकपा एमाले लुम्बिनीका 83% बढी नेताहरू अध्यक्षबाट केपी शर्मा ओली हट्नुपर्ने पक्षमा उभिएका छन्। एमालेको पार्टी समीक्षा तथा पुनर्गठन कार्यदलको लुम्बिनी प्रदेशको कपिलवस्तुमा बिहिबार भएको सुझाव संकलनका क्रममा अधिकांश नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा उभिएका हुन्। सचिव छविलाल विश्वकर्माको अध्यक्षतामा सुझाव संकलन गरिएको थियो। सुझाव संकलन कार्यक्रममा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, प्रदीप ग्याउली र लुम्बिनीका नेताहरू उपस्थित रहनु भएको थियो। सुझाव संकलनका लागि लुम्बिनीका 109 जना नेताहरूलाई बोलाइएकोमा 74 जना उपस्थित थिए भने 68 जनाले सुझाव दिएका थिए। अध्यक्षमा केपी शर्मा ओली यथावत रूपमा रहनुपर्छ भन्नेमा 5 जनाले धारणा राखेका थिए। नेता सूर्य थापा, भूमेश्वर ढकाल र अर्घ खाँची सचिव लगायतले ओलीलाई अध्यक्षतामा निरन्तरता दिनुपर्ने बताएका छन्। ओलीले छाडे पनि हुने वा निरन्तरता दिए पनि हुने विषयमा 6 जनाले कुरा राखेका थिए। उहाँहरूले बीचबीचको कुरा बोल्नुभयो, यताउता ढल्कनु भयो, ठोस कुरा थिएन। अध्यक्ष ओलीबाट हट्नुपर्छ भन्ने 57 जना थिए, जुन 83% बढी रहेको नेताहरूको भनाइ छ। साथै बैठकमा रूपान्तरण पक्षधरको पर्चा